नमस्ते सबैजनाहरूलाई मेरो यो च्यानलमा हजुरलाई स्वागत छ र सब्स्क्राइब गर्न नबिर्सनु होला र बेल आइकनलाई दबाउन नबिर्सनु होला। हस्, थ्यांक यू। यही भन्दै म फेसबुकको प्रोफाइललाई कसरी हामीले ड्याशबोर्डमा चालु गर्ने, जस्तै फेसबुकको बाट हामीले पैसा कमाउनको लागि हामीले पहिले यसको प्रोफेसनल ड्याशबोर्ड अन गर्नुपर्छ। त्यसको लागि हामीले पहिले सेटिङमा जाने, सेटिङमा गइसकेपछि त्यसलाई थ्री डटमा, जस्तै हाम्रो फेसबुकको प्रोफाइलको सेटिङ जुन हुन्छ, जस्तै अगाडि प्रोफाइल आयो तपाईको कभर फोटोको माथिपट्टि हेर्नु होला, थ्री डट, त्यहाँ थ्री डट छ, त्यो थ्री डटमा क्लिक गरेर त्यसलाई हल्का स्क्रोल गरेर तलतिर जानुस्। तलतिर गइसकेपछि साइडमा तल लास्टमा रहेको छ सर्च अनि शेयरको बीचमा तपाईले भेट्न सक्नुहुनेछ प्रोफेसनल ड्याशबोर्ड टर्न अन। यदि तपाईले त्यसलाई पाउनुहुन्न भने चाहिँ म यहाँ देखाइदिएको छु स्क्रिनमा, त्यसमा गएर त्यसलाई भिडियोलाई राम्रोसित एक दुई चोटी अगाडि पछाडि गरेर हेरेर, तर पुरा भिडियो हेरेपछि तपाईले बुझ्नुहुन्छ। जति सुरुबाट मैले भनेको छु त्यो हेर्दै हेर्दै जानुस्। तपाईले हरेक स्टेपमा कसरी चालु गर्ने भन्ने कुरा मैले यहाँ राखिदिएको छु कि यहाँ जुन जुन देखाइरहेछ त्यसलाई क्लिक गरेर तपाईले त्यसबाट मजाले आफ्नो प्रोफेसनल ड्याशबोर्ड टर्न अन गरेर फेसबुकबाट पनि पैसा कमाउन सक्नुहुनेछ। हस्, यदि अरु केही जानकारी कस्तो लाग्यो, अरु जानकारी चाहिएमा मलाई सम्झिनु होला। त्यसको लागि सब्स्क्राइब अनि लाइक, कमेन्ट, शेयर। हस्, थ्यांक यू।